स्याङ्जा आदि खोला धेरै पछि यो कुना कुना मकै पनि ट्याक्क खाने बेला भएर छ है यतै थुनेर राख्देला नि फेरि यतै समाएर राख्देला नि तलको रहमा खाँदो रहेछ तलबाट हामी गाडी ल्याएको त्यो ट्याक्कै त्यो पनि तर्किने रहेछ तर स्याङ्जा आएर परेको चाहिँ छैन मलाई सर्प चाहिँ दोबिल्लातिर हो डेन्जर पर्ने सर्प यार जालमा हिँड्न पनि उस हुने क्या सिसा हुने है खायो सबै त्यो फोहोर गरिदिने खोलातिर सिसा फालिदिने त्यहीँ खाइसकेपछि त व्यवस्थित तरिकाले राखिदियो खोलै फालिदिने ल यतैबाट सुरु गर्नुपर्छ हडेरियामा नि यत्रो छ खोला डुबाउँछ ल्याएर है किन त्यसरी राखेको होइन झोलो बोक्दैन
खाना हाल्नुपर्छ केटाले हाल्दै पनि छ नि अलिअलि खाना तेरो पनि अँ भोटी पनि परेछ यार फर्स्ट टाइम देखेँ यार कसमा परे खोइ यी एउटा भोटी परेछ को दुर्गा हेर्दैन ऊ यहाँनिर म त्यो गएको कहिले देख्दिनँ यहाँ चिनेर म गएको देखिन्छ के पुल्दैन त राम्रो लाग्दैन होइन के हो नि पऱ्यो कि है यतिको चाहिँ पछि धमिलो आइदियो त हामी निस्किने बेला धमिला परेछ कति ढिला आयो धमिला भाम त राति त नपरे पनि हुन्थ्यो झ्याउ लाग्ने अघि स्वर पो आजै हुने कङ्ले 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 सबै हल्लाएर आउँछ मुठी बाँधम के ल्यान बोटुकोले बाँध्ने जेले बाँध्ने बोटोको ल्यान त आउँछ है राख्ने यहीँ राख मजाले यहीँ राख के भुँडी पानी के नि फाल्ने हो यहाँ भुँडी फालेर लैजानु पर्यो ठुलो छ नि कहाँ खै ठुलो ऊ वहाँ त्यहाँ ओ बाबा यस्तो मान्छेले झर्ने के सबभन्दा आएको छ ओ बाबा यसलाई कसरी ओ बाबा ओ बाबा यता हेर त हात हात त्यहाँ वहाँ छ त माछा ठुलो त्यसरी बाँध्यौँ जसरी बारे हुन्छ ल